नमस्कार। आज आलु र बन्दाकोपीको तरकारी पाक्दैछ हाम्रो भान्सामा। आलु ओर्यौँ, एकछिन भुटिओरी गरेर बन्दा ओर्यौँ। बन्दाकोपी चाहिँ धेरै समयपछि खाएको छौँ। आलु चाहिँ लुणे भन्ने ठाउँको लोकल आलु हो, असाध्यै मिठो हुन्छ भनेर आलु खानेको लागि बन्दा किनेर ल्याएको। नुन बेसार नुन हालेर मजाले चलाइसकेपछि मसला पनि हाल्ने। अनि तपाईँहरूले कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नुहोला। हेर्दै खाउँ लाग्ने तपाईँहरूलाई कस्तो लाग्छ दाउरामा पकाएको तरकारी खाना कमेन्ट गर्नुहोला। र कहाँबाट हेर्नुभएको छ त्यो पनि गरिदिनु होला, हेरिदिनु होला। टमाटर राखेर छोपेर मजाले एकछिन चलाउने पकाउने। हेर्नुहोस् लगभग पाक्यो। अब पाकेर एउटा कचरामा हाल्ने। अब खाना खाने रेडी भयो। मिलेर सबै खाना खान्छौँ ल। हामी चाहिँ खाना खायौँ। प्लिज सब्सक्राइब, लाइक, कमेन्ट एन्ड सेयर। स्विट कमेन्ट गर्नु होला है।